गृहमन्त्रीको गाडी रोक्ने ट्राफिकसँग अधिकार छ। जुन रुल नागरिकलाई युज हुन्छ त्यो रुल हरेक मन्त्रीलाई युज हुन्छ। प्लिज बी क्लियर अन द्याट। गृहमन्त्रीको गाडी रोक्ने ट्राफिकसँग अधिकार छ। यसमा हाम्रो गाडी आउँदै गर्दाखेरि मैले धेरै जस्तो इम्प्लिमेन्टेसनमा मेरो विचारमा निर्देशनको अलिकति कमी भयो जस्तो लाग्यो। कुनै ठाउँमा तपाईँको अरूहरूलाई रोकेर मलाई जाने दिइरहेको अवस्था देखेँ। यस्तो नगरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु र त्यही अनुसारमा यो इम्प्लिमेन्टेसनका लागि निर्देशन पनि ग्राउन्ड लेभलसम्म पुगोस्, ताकि ट्राफिकको हाम्रो कर्मचारी साथीभाइहरूले पनि त्यही अनुसारमा हामीलाई एउटा सामान्य नागरिक जस्तो व्यवहार गर्न सजिलो पनि हुन्छ र मेरो विचारमा त्यसले पनि एउटा राम्रो मेसेज जान्छ हाम्रो पब्लिकमा पनि, हाम्रो प्रहरीप्रति पनि है। त्यही भएर यो भिआइपी मुभमेन्टमा मदेखि सुरु गरिदिनु होला। गृहमन्त्रीको गाडी रोक्ने हरेक अधिकार छ। जसरी भनेको छ मापुछे चेक गर्ने भने मैले 2-3वटा स्टेटसहरू देखिरहेको छु। त्यसमा प्लिज चेक गर्दा केही फरक पर्दैन है। आफ्ना काम कर्तव्य गृहमन्त्रीलाई चेक गर्नु हुँदैन भनेर नसोच्नु होला। प्लिज फुलफिल योर रेस्पोन्सिबिलिटी एन्ड ड्युटी। डु नट वरी अबाउट इट है। त्यसमा पनि तपाईँहरू चिन्ता नलिकन निर्धक्क भएर गृहमन्त्रीले तपाईँलाई कारबाही गर्दैन। एउटा नागरिक नै भएर ऊ नै बस्छ, ऊ नागरिक नै हो।